नागढुङ्गा छेउमै रहेको हाइटमा आकर्षक वरिपरि हिमाल देखिने कति राम्रो जमिन छ। लु हेर्नुहोस् त, एरिया यही हो, ठाउँ यही हो। तपाईले रोजे जस्तो खोजे जस्तो जमिन आज पाउनु भएको छ। तपाईँ भाग्यमानी हुन्छ। हेर्नुहोस् त कति राम्रो जमिन छ। जमिनको ठिक दक्षिणबाट उत्तरपट्टिको दृश्य म तपाईलाई देखाइरहेको छु। तपाईँ हेर्दै हुन्छ। देख्नुभयो नि, हिमाल छर्लङ्ग देखिन्छ। घमाइलो छ, रमाइलो ठाउँ छ। यो जग्गा 13 आना 1 पैसा 1 दाम 1 मुष्ट वा 8 आना 1 पैसा 2 दामको 1 पिस र 4 आना 3 पैसा 3 दामको 1 पिस गरेर वा 4 आना 3 दामको 2 पिस र 4 आना 3 पैसा 3 दामको 1 पिस गरी टोटल 3 पिस बनाएर पनि बिक्री गर्न सकिनेछ। जमिनको ठिक पश्चिमबाट पूर्वपट्टिको दृश्य हेर्नुहोस् त, कति राम्रो छ। न खोलाको डर छ, न पहिराको डर छ। शान्त वातावरण। जुनसुकै प्रयोजनको लागि पनि तपाईँ रेस्टुरेन्ट खोल्न सक्नुहुन्छ, घर बनाउन सक्नुहुन्छ अथवा अरू प्रविधिको लागि पनि जमिन अति उत्तम छ। कसैलाई कमिसन दिनु नपर्ने, सिधा जग्गासँग सम्पर्क गरे पुग्ने। सम्पर्क नम्बर तल छ, नोट गर्नुहोस्, सम्पर्क गर्नुहोस्, जग्गा आफ्नो बनाउनुहोस्। यहाँलाई मैले अघि क्लोज शट अथवा नजिकबाट खिचेको फोटोहरू देखाएँ। अब म टाढाबाट खिचेको फोटो र भिडियो देखाउँछु। यति राम्रो जमिन त देखाउनु हो। ठ्याक्कै ठाउँ कहाँ हो नि भन्नुहोला। नागढुङ्गाबाट करिबन 500 मिटर मात्रै उत्तरमा रहेको अति आकर्षक पाताले रेस्टुरेन्टसँगै रहेको यो जमिन हो। तपाईँलाई मनपर्छ, एकपटक आएर हेर्नुहोस्। यहाँलाई म अरू सजिलो बनाउँछु। नागढुङ्गाबाट करिबन 500 मिटर उत्तर आएपछि भुर्तेल कुल पूजाको मन्दिर छ। त्यहाँ सोद्धा जसले पनि बताउन सक्नुहुन्छ। हो, त्यसैसँग जोडिएको यो जमिन हो। माथि जस्ताको छानो देख्नुभयो नि, हो त्यो चाहिँ भुर्तेलको कुल पूजा गर्ने ठाउँ हो। जमिनको चारैतिरबाट मैले तपाईलाई फोटो र भिडियो देखाएँ। तपाईलाई पक्कै पनि मन पर्यो। अब आएर सिधा जग्गा हेर्नुहोस्, जग्गा धनीसँग कुरा मिलाउनुहोस्, आनन्दको आफ्नो उद्योग या घर बनाउनुहोस्, आनन्दले बस्नुहोस्। हस् त, अहिलेसम्म हाम्रो फोटो र भिडियो हेरिदिएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। नमस्ते।